साथी हो हेर्ने भेष त काचकुचुक भएछ होइन। एउटा मैले बुद्धिमानीको मान्छेकोबाट सुनेको कुरा तपाईँहरूलाई पनि म सेयर गर्नु पऱ्यो होइन। कतिको सही हो त्यो त मलाई थाहा भएन। बुढी पाल्न सजिलो हुन्छ अरे, यो दारी पाल्न चाहिँ अलिक झमेला हुन्छ अरे भनेर सुनेको थिएँ क्या। अनि यसो सोचेको हो पनि जस्तो लाग्छ क्या बेला बेला होइन। अनि अब किन नहोस् त होइन, ए दारी पलाउँछ काट्न झमेला होइन, फेरि यो ब्लेड 2-3 खेप काटेपछि भुत्ते भइहाल्छ क्या। त्यो भएर चाहिँ मैले तपाईँहरूको लागि यस्तो मजाको प्रडक्ट लिएर आएको छु। यो चाहिँ होइन मेन सेभर हो होइन। यो चाहिँ तपाईँको ठक्कसँगले यो खौरिने भनौँ न, मेरो त यो छैन होइन, मेरो त यो टालेको छ क्या, टक्कसँग यता 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 टालेको जस्तो देख्छ होइन, पुरै पनि छैन मेरो चाहिँ। भनौँ न औँसी पूर्णिमा भन्दा नि यो दसैँको बेलामा मात्रै आउँछ यो दारीहरू चाहिँ होइन। तर पनि मलाई पनि काम लाग्छ, किनभने दसैँमा त टिका लाउनु जानु पऱ्यो, काट्नु पऱ्यो होइन। त्यो हुँदाखेरि ठक्कसँगले यो अन गरो, 2टा स्पिड छ होइन यसको चाहिँ, ठक्कसँग लगाएर यसो गरेर खौरिन्छ यसले चाहिँ होइन। र अझै पनि धेरै दारी हुने मान्छेलाई त अझै काम लाग्यो यो चाहिँ। अब यताउता मात्रै होइन, माथिको तपाईँको बल्ड हेड छ भने चाहिँ त्यहाँनिर पनि खौरिने मिल्यो, खुट्टाको भुत्लाहरू छोरी मान्छेलाई पनि काम दिन्छ होइन। मेनको लागि मात्रै होइन, जसको भुत्ला आउँछ सबैलाई काम दिन्छ है त। यो प्रडक्ट अहिले टिकटक सपमा आइसकेको छ, मुनि म लिङ्क राख्दिन्छु, त्यहाँबाट किन्न सक्नुहुन्छ तपाईँहरूले होइन। यसो देख्दाखेरि तपाईँहरूलाई पनि काम लाग्ने चिज छ भने चाहिँ लिङ्क थिच्नु, किन्नु होला है त। धन्यवाद।